श्रोता महानुभावहरू, अहिले तपाईँहरूले देखिरहेको यो उद्योगको नाम हो वाङ्सी सिमेन्ट उद्योग। यो विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 3 र 4 को धेरै भूभाग ओगटेर स्थापना गरिएको छ। यो नेपालको मात्रै नभएर एसियाकै सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रूपमा रहेको छ। र तपाईँहरूलाई यो पनि जानकारी गराउँ, यहाँ दुईवटा प्लान्ट छ। यी दुईवटा प्लान्टहरू सुचारू गर्ने हो भने नेपालको 90% सिमेन्टको निम्ति अरू देशसँग भर पर्नु पर्दैन। यही एउटा उद्योगले चाहिँ त्यति सिमेन्ट चाहिँ उत्पादन गर्न सक्छ। एउटा देशलाई नै पुग्ने सिमेन्ट चाहिँ यसले उत्पादन गर्न सक्छ। र यो उद्योगले यो क्षेत्रको काया पलट गरेको छ। यो हामी यहाँ देख्न सक्छौँ। यो पहाड यहाँबाट करिब माथि डाँडामा देखिएको चाहिँ पहाड करिब 20 किलोमिटरभन्दा टाढा छ। त्यहाँ भुटुके भन्ने डाँडाबाट सिमेन्ट चाहिँ ल्याउने फिता सिस्टमबाट सुरुङ खनेर ल्याउने योजना यो उद्योगको रहेको छ। र यो उद्योग चीनको लगानीमा चाहिँ यो उद्योग सञ्चालन भएको र शिवम सिमेन्टको पनि यसमा केही प्रतिशत हिस्सा रहेको छ। 90 वर्षको निम्ति चाहिँ यो सिमेन्टले नेपाल सरकारसँग एग्रिमेन्ट गरेको छ। 90 वर्षमा त्यो भुटुकेको डाँडा जुन चुन ढुङ्गाले भरिएको छ, त्यो ढुङ्गा जति डाँडै सिद्धिएर समतल मैदान बनाएर अनि त्यहाँ सहर बसालेर नेपाल सरकारलाई चाहिँ बुझाउने भन्ने कुरा एग्रिमेन्टमा चाहिँ लेखिएको छ। यसरी यो एउटा सिमेन्ट उद्योगले यस क्षेत्रको काया पलट गरेको छ। हजारौँ रोजगारी सिर्जना गरेको छ। यसै गरी टिप्परदेखि लिएर सयौँ मानिसहरूले यहाँ यो उद्योगमा निर्भर रहेका छन्। यसरी देशको औद्योगिक विकास गर्नका लागि कम्तीमा 500वटा यस्ता उद्योगहरू स्थापना गर्ने हो भने हामी 3 करोड नेपाली मध्ये 40-50 लाख युवाहरूलाई सजिलै देशमा रोजगारी सिर्जना गर्न सकिँदो रहेछ। यसरी यो हराभरा छ। फेरि तोरी हेर्नुहोस्, यहाँ डाँडाकाँडाहरू हरियाली, यस्तो एउटा मुग्ध ठाउँमा चाहिँ यो उद्योग स्थापना गरिएको छ। यो उद्योगमा आइपुग्नका लागि बुटोल नानघाट हाइवेबाट 13 किलोमिटर उत्तर दुम्कीवास चोकमा झरेर 13 किलोमिटर उत्तरतर्फ लाग्नुपर्छ। सजिलैसँग यहाँ आउनका लागि यातायातको व्यवस्था छ। यसै गरी पिच बाटो छ, आनन्दसँग आउन सकिन्छ। यहाँ चाहिँ पाखापानीमा एउटा शिवालय रहेको छ। यो पनि अत्यन्त पर्यटकीय स्थलका रूपमा हामी चाहिँ देख्न सक्छौँ। यसरी एउटा सुन्दर वातावरणमा यो वाङ्सी सिमेन्ट उद्योग चाहिँ रहेको कुरा मैले यहाँहरूलाई जानकारी गराएँ। देशको विकासको मेरुदण्डको रूपमा यो उद्योग रहेको कुरा मैले यहाँहरूलाई जानकारी गराएँ। हस्त धन्यवाद।